ओ नेता साहब हजुर मेरा छोरा कन जागिर गरिदिनु पर्यो दे तिमी म कन फोन गर्दैनौ अक्को गर्दैनौ अहिले भन्दा अहिले मेरो सत्ता पनि भाइको सुत्ता पनि भाइको त म के गरौँ देखो न त उही बेलै भन्नु पर्दैन तिमीले अहिले आएर भन्ने हो म अहिले पुरै नमुन्दु जाने हौँ तपाईँ मेरो कार्यक्रम ह अहिले फुर्सद छैन म भाइगा अनि मलाई भइराख उही बेला भन्नु पर्दैन भाइको जाहिर गरिदिउँला रुन आँट्यो चित्त दुख्यो तिम्रो दुख्यो दुख्यो म के गरौँ चित्त दुख्यो म के गरौँ शीत दुख्यो म के गरौँ तिमीले उही बेलै भन्नु पर्ने अरू अझै पनि ठिकै छ एक नाथाले तिमीमा छाराकन म जागिर गरिदिने भए ठोकेर म जागिर गरिदिन्छु है के गर्नु जागिरी त गरिदिउँला भनेको छु अब के हुन्छ है अब धेरै समस्या छ होइन माथि तालचोकतिर जानुपर्ने छ अनि मुन्दुतिर जानुपर्ने छ कुटिलो जानुपर्ने छ होइन अब भोलि पर्सि हेलिकप्टरबाट तल काठमाडौँ जानुपर्ने छ होइन बालन शाहज्यूलाई भेट्नु पऱ्यो भेटघाट गर्नु पऱ्यो होइन त्यस कारणले अहिले फुर्सद छैन अहिले म जागिरी गर्न सक्दैन चित्त नदुखाउनु है चित्त नदुखाउनु अब 84 सालमा म तपाईँको छोरोलाई जागिरी बनाउन सकिनँ भनेपछि यो मेरो मुखमा तपाईँले मुतिदिए पनि हुन्छ अब अहिले तल बालन शाहज्यूलाई भेट्नुपर्ने छ केपी ओली ज्यूलाई भेट्नु हुने छ मैले धेरै ठुलो समस्या काम छ मसँग नआइनु हुने मायाजाल नलाइनु हुने काठमाडौँ नआइनु हुने भने हामीले जानै पर्ने भयो के भन्ने हजुर दैया यस्तै भिडियो हेर्नु नबुल्नु होला हजुर भेलाग्दा यो होइन बिजुक रमाइलो हुने भिडियो हो यो भेलाग्दो हुने भिडियो होइन यो मेरो बिजुक रमाइलो हुने भिडियो हो मलाई मन पराइदिनु होला लाइक सेयर कमेन्ट गरिदिनु होला हजुरले मैले योबाट हजुरको आशा भरोसा मानेको छु खोइ त हाम्रो देशमा बलात्कार अब म प्रधानमन्त्री भएको के काम साराले मुखन हेप्या साराले मुखन चेप्या कुनाले गाल गर्या कुनाले क्या गर्यान् क्या भन्ने अहिले तिनीको मैले क्या जवाब दिने हो दैया बलात्कारी जति गयो नेलमा प्रधानमन्त्री बालन शाह अनि नेता साहब जति गयो जेलमा गऱ्यो के भन्ने मैले बलात्कारी कता छन् चोर कता छन् बाटो पिच गरेका छैनन् अक्को गरेका छैनन् के हो यो तरी के हो यो यस्तो अन्याय अत्याचार गर्न पाइँदैन म गर्ने छिया एकै म गरौँ तिनीको हात खुट्टा नै तिनीले गर्न पाइँदैन यहाँ तिनीले गर्ने भनी लेखे छैन एकै मैले मात्र गर्ने हो त्यस्तो हुँदैन हस् त नमस्ते हजुर यो भेलाग्दो यो होइन रुमाई हल्का होइन यो भिडियोलाई मन पराइदिनु होला लाइक सेयर कमेन्ट गरिदिनु होला मैले हजुरबाट यो आशा भरोसा मानेको छु बिजुक रमाइलो यो नाटक हो हजुर नमस्ते।